तपाईँ होलीलाई कुन रूपमा मनाइरहनु भएको छ? होलीलाई एकता सामाजिक सद्भाव अघि नै भन्नुभयो एकदम एकअर्कासँग खुसी साटासाट गर्ने र अहिले वसन्त ऋतु आएको छ पुरानो पालुवा के अरे पुरानो पात खसेर नयाँ पालुवा आइरहेको छ वनस्पतिहरूमा पनि एक किसिमको उमङ्ग छ चराचुरुङ्गीहरूको पनि कुहु कुहु कुहुको आवाज कति आनन्द प्रिय छ त्यही बिचमा यो होलीको जुन एउटा झमाझम छ जो अत्यन्त प्रिय छ एक अर्कासँग खुसी साटासाट गर्ने यो भन्दा अन्य कुनै माध्यम कुनै पर्व यस्तो छैन। एकजना अझै हुनुहुन्छ यहाँ ढोलक लिएर उहाँ के भन्नुहुन्छ तपाईँ होलीलाई कसरी मनाइरहनु भएको? हेर्नु सुजित बाबु अब यो होलीलाई हाम्रो सनातन धर्मशास्त्र अनुसार वर्णन गरियो भने एउटा छुट्टै पाटो हो। मूल रूपमा यति बुझौँ निचोडमा कि हामीसँग वर्षभरिमा एकअर्कासँग भएको वैमनस्यतालाई हराई एकअर्कासँग आत्मीय मित्रतालाई पुनः उजागर गरेर भोलिदेखि नयाँ रूपमा सुचारू अनि तराईका अन्य जिल्लामा हिजै होली भएको छ जनकपुरमै आज होलीको पछाडिको के कारण रहेछ? कारण त प्रश्न हो जनकपुर भनेको एउटा सहर मात्र होइन 5,500 वर्ष पहिला मिथिले स्थापना गर्नुभएको मिथिला राज्यको प्राचीन राजधानी पनि हो र यहाँ यो मिथिला भनेको संस्कृति मात्र भएर सभ्यता किन छ भनेपछि यहाँको आफ्नो मौलिक परम्परा छ र जनकपुरको मौलिक परम्परा हो फागुको प्रसङ्गमा भन्ने हो भने हामी परिक्रमासँग अहिले दाइले हाम्रो अनिल दाइले भन्नुभयो त्यो हाम्रो परिक्रमासँग सम्बन्धित छ के भने परिक्रमा अन्तर्गृह परिक्रमा मध्यमा परिक्रमा 15 दिन घुमेर फागु पूर्णिमाको पूर्व सन्ध्यामा जनकपुर आउने अनि फागु पूर्णिमाको दिन अन्तर्गृह परिक्रमा गर्ने र परिक्रमाको भोलिपल्ट फागु मनाउने त सबै ठाउँमा पहाडमा फागु पूर्णिमाको दिन हुन्छ होली इन्डियामा फागु पूर्णिमाको दिन हुन्छ होली तर हाम्रो के छ भने सधैँभरि जनकपुरमा फागु पूर्णिमाको भोलिपल्ट यसको पछाडि एउटा ठुलो सांस्कृतिक दर्शन छ र यो दर्शनलाई मान्नेहरू सबैजना चाहिँ यही गर्नुहुन्छ। तपाईँ के भन्नुहुन्छ यो परम्पराको पछाडिको कारण के रहेछ? परम्पराको पछाडिको कारण जसो हाम्रो श्याम बाबुले भन्नुभयो भने श्यामसुन्दर शशीजीले कि अब धेरै कारणहरू जसो होलिका दहन भन्छ मान्छे कि अब जसो दसैँमा भन्छ यसमा पनि सतमा अथी असतको विजय फलानु तला सतमाथि सतको विजय यो सब छोडिदिए पनि एउटा हाम्रो भने नि पूर्वी संस्कृति यस्तो राम्रो छ हाम्रो पूर्वजहरू यति राम्रो व्यवस्था गरेर जानुभएछ कि यहाँ हजुरको अब जस्तो हाम्रो यो जनकपुरको तपाईँ सुन्नुभयो उहाँ लगभग मलाई लाग्छ 300 वर्ष जति भइसक्यो होला परिक्रमाको अनि एउटा हाम्रो एउटा सांस्कृतिक हिसाबले परम्परा स्थापित भएछ कि परिक्रमा गरेपछि मान्छे आफ्नो आफ्नो घर जान्छ अब घर जाने बेलामा बाटोमा त होली मनाउँदैन परिक्रमा गर्ने मान्छे 15 दिन सकाएपछि आउँछ फेरि अन्तर्गृह गर्नै पर्यो अन्तर्गृह गरेन भने त्यो 15 दिनको महत्त्व हुँदैन हेर्नु त्यसैले धेरै मान्छे 15 दिन नघुमे पनि यो 10 लाख 15 लाख मान्छे जुन घुम्छ अन्तर्गृह यो त्यही हो अन्तिम दिन त घुम्नै पर्यो अब अन्तिम दिन घुम्छ अनि त्यही दिन होली मनायो भने बेचारा के गर्छ बाटैमा खाने पनि भएन पुवापुरी खाने पनि भएन त्यसैले भोलिपल्ट एकचोटि हामी समापन भन्दा अघि चाहिँ एउटा गीत फेरि सुनौ त्यसपछि गरौँला। शिव मठै हो खेले मसाने में होली दिगंबर खेले मसाने में होली खेले मसाने में होली दिगंबर खेले मसाने में होली भूत परेत बटोरी दिगंबर खेले मसाने में होली बेसरा का गाले भागा ओहो उड़ी उड़ी ओहो सैया भागा ना बेसरा का गाले यसरी चाहिँ चौक चौकमा होली उत्सव भइरहेको छ। यसरी 10 जना 15 जना एक ठाउँमा जम्मा हुने गीत गाने खाना खाने मिठो खाना मलपुवा मासुका प्रकारहरू हुने गर्छन् र
त्यो उत्सवका साथ चाहिँ हुने गर्छ न उत्साह। उहाँ भनिरहनु भएको छ अलिक खल्लो छ चुनावका कारणले, तापनि हामी उत्साहमा कमी छैन, हाम्रो संस्कृति पावन तिहारलाई जीवित राखिरहेको छ, त्यो उहाँहरू चाहिँ बताइरहनु भएको छ। एबी न्यूज खबरका लागि सुजित कुमार झा, जनकपुर धाप।